हेलो 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 साथीहरू, आज हामी चाहिँ घुम्न जाँदैछौँ। डाब ड्यामसम्मको यात्रा हाम्रो सुरु हुँदैछ। अब हेर्दै गर्नुहोला। हाम्रो चाहिँ बाटो मिस्टेक भएको कारणले गर्दा चाहिँ हामी 2-3 किलोमिटर अगाडि गएर फर्किनु परेछ। साथीहरू कुरेर बसिरहेको रहेछ यहाँ। त्यसपछि हामी लगातार अगाडि बढिरहेको छौँ। कालो सुन्दर मनोरम दृश्यहरू चाहिँ अगाडि निहाल्दै हामी अगाडि बढिरहेको छौँ। यतिखेर भने चाहिँ उकालोहरूको सामना गर्दै हामी अगाडि बढिरहेको छौँ। यतिखेर भने अहिले चाहिँ हामी डाब ड्याम जाने बाटोमा छौँ। बाटो पनि निकै नै रमाइलो, वरिपरि हरियाली र फ्रेस इन्भाइरोमेन्ट देख्न सकिन्छ। यदि हाइकिङ जाने सोचमा हुनुहुन्छ भने चाहिँ तपाईँहरूको लागि एउटा डाब ड्याम र मणिचुट मेमोरिज र जीवनको सबैभन्दा एउटा राम्रो पल हुनेछ। हिँड्दै जाने क्रममा चाहिँ हामीले एउटा चेक पोइन्ट भेट्यो। यो चेक पोइन्ट चाहिँ एउटा मणिचुट पोखरी जाने र डाब ड्याम जाने सायद बाटो रहेछ। हामी चाहिँ अगाडि बढिरह्यौँ डाब ड्यामतर्फ। कुनै चेक पोइन्ट भेट्दैन होला भन्ने क्रममा चाहिँ हामी अगाडि बढिरहेको थियो साथीहरूसँग सल्लाहपछि। ठ्याक्कै जाने क्रममा चाहिँ हामीले अगाडि चेक पोइन्ट भेट्यौँ। चेक पोइन्टमा चाहिँ अब एकजना बराबर 100 रुपियाँ र एउटा बाइक बराबर चाहिँ 150 रुपियाँ टिकटको लिँदो रहेछ। जस्तै यो चाहिँ अब सरकारले हो कि स्थानीयलाई हो त्यो चाहिँ थाहा भएन, तर हामीले 6वटा बाइक र 11जना साथी गरेर हामीले 2000 रुपियाँ बुझायौँ। त्यसपछि हामी मनोरम दृश्यहरू हेर्दै अगाडि बढिरहेको छौँ। यतिखेर चाहिँ फाइनली हामी चाहिँ डाब ड्याम पुगिसकेको छौँ। यतिखेर भने वाउ, यहाँको भ्यू त साँच्चीकै नै एकदमै राम्रो रहेछ। फ्रेस हावा, शान्त वातावरण र नेचरले मनै आनन्द बनाइदिने। फोटोसोटो खिचेर हामी चाहिँ अब घरतर्फ लाग्ने सुरसारमा छौँ। यतिखेर चाहिँ निकै नै रमाइलो भयो आउने बेलामा।
साथीहरूसँग फोटोहरू खिच्यो। अब चाहिँ हामी फर्किँदैछौँ सुन्दरी जल हुँदै। आजको भ्लग चाहिँ यति नै साथीहरू। यदि भिडियो मन पर्यो भने चाहिँ लाइक, सेयर र सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोला। फेरि अर्को भ्लगमा भेट्ने नै छौँ भन्दै अहिलेको लागि चाहिँ बाई बाई।